एकदम मिठो छ। खाएर एकचोटि ट्राई गर त कस्तो छ। अनि यति छ मसँग चाहिँ पैसा हैन। हजुर। हेलो साथीहरू, वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि म आइसकेको छु। आज त म बाटोदेखि नै भ्लग गरिरहेको छु। आज चाहिँ हामी बजार जानुपर्ने भयो अनि बजार जाँदैछौँ अनि यहाँनिर छोरीको लागि थोरै सपिङ गर्नको लागि जाँदैछौँ साथीहरू। मेरो दिदीहरू चाहिँ यहाँनिर छ, हिँड्दैछ यहाँ भ्लग। अनि त्यही भएर अहिले हामी विशाल बजार जाँदैछौँ साथीहरू। हेर्दै गर्नु होला मेरो भिडियो। हेलो छोरी, ठुलो मामु यता हेर्नु त। वाह कति राम्रो। के छ, ठिक छ? आज छोरीको लागि सपिङ हो। भोलि कहाँ जाँदैछ छोरी? बजार आइसक्यौँ साथीहरू। ओ माई गड। अनि अब हामी चाहिँ नानीको लागि लुगा हेर्दैछौँ, कता के गर्ने भनेर यताउति हेर्दैछौँ। यता पनि छ रहेछ, कता हेर्ने भन्दै हेर्दैछौँ। भेट भयो साथीहरू। ल हामी भेट भयो। मामा भान्जा सेक्वा खाएको मात्रै हेर्नु ल। ल हामी जान्छौँ मामा भान्जा साथीहरू। हेर्दै गर्नु होला हाम्रो भिडियो। मामा भान्जा। हेलो, म चाहिँ छोरीसँग लागे माइली सोल्टिनी। मामा भान्जा आज के छ हाम्रो मामा भान्जामा? ल हामी आइसक्यौँ। ल हाम्रो पनि सेकुवा पनि आइसकेको छ साथीहरू। अब हामीले चाहिँ यो सेकुवा खानुपर्ने हुन्छ। वा यो मामा भान्जाको सेकुवा हो। टक्क हेर्नु सक्नुहुन्छ। यो के भन्छ, यो साँधेर लिएको होइन, साँधेर लिएको। एकदम मिठो छ। खाएर एकचोटि ट्राई गर त कस्तो छ। मिठो छ हो। सोल्टिनी सेकुवालु आइसक्यो त। सेकुवाले हेरेको कि मैले हेरेको यसलाई भने जस्तै भयो। सोल्टिनी लु लिम त लिम। हुन्छ मेरो बेबीले हेर्दैछ। ज्ञानी सेभ गरेर फेरि पोस्ट गर्छु नि। म पनि खाएँ त साथीहरू। सोल्टिनी हजुर खानु न, हामी त ठोक्यौँ त। यो पनि चाहिँ सानौँ न। अनि एकचोटि चाहिँ साह्रै दामी बनाएको छु। मिठो है, एकदम मिठो छ। मिठो छ, मिठो छ। ल हामी चाहिँ अब खाने तर्फतिर लाग्छौँ। ल हामी चाहिँ भर्खर मामा भान्जाबाट निक्ल्यौँ। अब चाहिँ हामी घरतिर भयो। बुढी बुक्क मन ढुक्क भयो। अब घर गएर सोध्छौँ। ल हामीले चाहिँ खाइसक्यौँ होइन सबै। किन रोनु भएको हो तपाईँ? हजुर पनि आउनु होला। यो चाहिँ हाम्रो सोल्टिनीले लोकेसन दिँदै हुनुहुन्छ है साथीहरू। सोल्टिनीहरू चाहिँ जानु लाग्नु भएको छ। बाई बाई। सेवारो भाग्यमानी हुनु सोल्टिनी। ल नेक्स्ट टाइम भेटौँ है। बाई बाई साथीहरू। हामी चाहिँ अघि नै आइसकेको रुम। अनि लुगासुगा चेन्ज गरेर ड्रेस चेन्ज गरेर अनि यहाँनिर हामीले सपिङ गरेको छ। यहाँनिर मैले सपिङ गरेको यो चाहिँ नानीको लागि, बेबीको लागि एक दुईवटा सपिङ गरिदिएको छु होइन, ड्रेसहरू। अनि मैले फेरि यहाँनिर नयाँ खुत्रुके लिएको छु। खुत्रुके हेर्नुहोस् साथीहरू। अब मेरो चाहिँ पुरानो खुत्रुके चाहिँ मैले फुटाउनु पर्ने हुन्छ साथीहरू होइन। अनि यो नयाँ खुत्रुके चाहिँ अब यहाँनिर नयाँ खुत्रुकेलाई वेलकम भन्दै पुरानोलाई चाहिँ बाई बाई गर्नुपर्ने छ साथीहरू मेरो। अनि अब त्यति धेर त छैन पैसा होइन, अलिअलि छ। अनि भरिएको पनि छैन र पनि मैले चाहिँ फुटाउनु पर्यो भनिरहेको छु साथीहरू। खुत्रुके साथीहरू मेरो खुत्रुके चाहिँ यो हो, तर भरिएको चाहिँ छैन होइन। अनि आधी नै छ र पनि मैले यो फुटाउनु पर्ने बाध्यता परेको छ मेरो साथी, बाध्यता। अनि त्यही भएर यो खुत्रुके चाहिँ मैले फुटाउन आँटिसकेँ। र यहाँनिर छ अर्को लिएको छु यो। अनि यो चाहिँ मैले अब यो चाहिँ यहाँ चाहिँ
पैसा सेभिङ गर्नुपर्ने हुन्छ साथीहरू होइन। अनि यहाँ चाहिँ अब यो नयाँ हो, नयाँलाई चाहिँ फुटाउनु यो पुरानोलाई चाहिँ फुटाउनु पर्ने हुन्छ। अनि नयाँलाई फुटाउँ है त। कति छ पैसा यहाँ गेस गर्नुहोस् त साथीहरू, फुटाउँ है। कति छ गेस गर्नुहोस् है साथीहरू, कति छ भन्दा काली त खन्छ कति छ गेस गर्न। 40,000। माइ गॉड 40,000 त्योभन्दा धेरै छ। खोइ मलाई थाहा छैन कति छ भनेर, म थुप्रो भने त नलगाएको छ कि छैन के थाहा हो, हेर्नुपर्ने हुन्छ है साथीहरू कसरी लाने हुन्छ होला नि। पैसा निकाल्नु है साथीहरू। खनाना भुइँमा के गरेको थियो? अनि यो हुँदैन धुलो हुन्छ होला है। पैसा कति छ त साथीहरू? पैसा ओ माइ गॉड डलर निक्लियो त। यो त के हो यस्तो? देखा त नजिक गएर यो के कुन देशको हो यो साथी? यो कसले हालिदिएको? यो पक्कै मेरो बुढाको काम हो है साथी। सेतो न सेतो साथीहरू, मेरो चाहिँ पैसा धेर छैन होइन, र पनि यहाँ हेर्नु सक्नुहुन्छ रहेछ 40,000। साथीहरू गेस गर्नु सक्नुहुन्छ तपाईहरु कति छ? ओ माय गॉड कति छ कति छ कति छ? कस्तो खाली ल कति छ त? ल किन देखा त खाली हेर्न सक्नुहुन्छ साथीहरु। मसँग पैसा ल कसले हालेको यस्तो पैसा? 30,000 कसम यो चाहिँ मेरो उयोको काम हुनुपर्छ बुढाको हैन। किन यस्तो यार मलाई यस्तो पैसाहरु हाल्दिरहेछ यस्तो यस्तोहरु अनि ल अब कति छ त यहाँ पैसा है? ल धेर त छैन रहेछ मसँग पैसा यति छ साथीहरु। कति छ हेरौँ है त साथीहरु। मेरो चाहिँ यहाँनिर पैसा चाहिँ लगभग सोचेको भन्दा थोरै कम रहेछ हैन। थोरै छ है साथीहरु थोरै। अनि यति छ मसँग चाहिँ पैसा हैन। अब यो चाहिँ मैले केही गर्नुपर्ने हुन्छ, मलाई चाहिएको छ पैसा। अनि त्यही भएर मैले खुद्रै फुटाइसकेँ। तपाईहरुले पनि बचत गर्नुभयो भने कमसेकम यति आफूलाई चाहिएको बेलामा त हुँदो रहेछ नि त पैसा। आफूलाई चाहिएको बेलामा अहिले मैले यो फुटाएर यति दिएँ हैन। त्यही भएर थोरै थोरै बचत चाहिँ गर्नुपर्ने रहेछ। अनि त्यही हो साथीहरु हैन। अनि मेरो चाहिँ आज चाहिँ पैसा तसँग पैसा। अब यो चाहिँ मैले के गर्नुपर्ने हुन्छ भने नेक्स्ट भिडियोमा देखाउँछु है तपाईहरुलाई।